म त आफूलाई आफै सोचिरहेको छु, जति राम्रो भए पनि केही काम रहन्छ। न म हिरो बन्न सकेँ, न कोही केटीको बिहा बन्न सकेँ। राम्रो हुनु मात्र पनि कलङ्कै रहेछ। काला काला केटाहरूले गोरी गोरी केटीको पछाडि बाइकमा हालेर हिँडिहाल्छन्। आफू त हेरेको हेरे, न केटीको यार प्रपोज गर्छन्। ह्यान्डसम हुनु त म मात्र ह्यान्डसम रहेँ संसारको पनि फेरि। कति राम्रो भयो मलाई हुन पनि फेरि। भगवान्ले त बसेकै रहेछन्। जन्माउने बेला लेखेरै पठाएर रहेछन्, जति राम्रो भए पनि यो एउटा गल्फजिएफ नबनाउने, हिरो पनि नबन्ने। त्यसै माथि यस्तै जिन्दगी बिहा 1 रुपियाँ बिना बचाइरहने, सुखो पनि 1 रुपियाँ छैन, धनी पनि बन्नै सकिएन, दिमाग पनि लाउँदै रहेछ। क्या नि, रूपमा त तेरो हुँदैन, न कला छ न केही छ।